हेलो गाइज, हामी चाहिँ आज च्याउहरू यसो सागहरू है हातमा लाउने मेहन्दीहरू चाहिँ टिप्न जाँदैछौँ है। पुरै यस्तो फुलै फुलको बिचमा हिँड्दैछौँ है। हामी चाहिँ कहाँ जाने अरे हुन्न सासामा साग टिप्न जाने है। हामी चाहिँ बाटो बिचमा आइपुगेर है खाजा खान लगाएको। खाजाको आइटम हेर्नुहोस् है साथीहरू, खाजाको आइटम हेर्नुहोस् त। यहाँ फ्राइड राइस, आलु काउली, यो चाहिँ अन्डा र अचार हो। यहाँ चाहिँ चाउमिन छ है, चिकन चाउमिन। कोकहरू भइहाल्यो। हेर्नु आलु चप, सेलरोटी। ओ माई गड, कसरी खाने हो। यहाँ हेर्नुहोस्, यो चाहिँ 3 पानी है, स्पेसल 3 पानी। हेर्नुहोस् त, स्याउको हो यो चाहिँ है, कलरै अर्कै छ नि त। बाटोमा हिँड्दा त यस्तो खानुपर्छ कि। चर्को छ यार। छे मन्द्रकी बाचा पुछ नभएको माछा यहाँनिर के भन्छ सब थाहा छ है। छे ल है गाइस, हामी चाहिँ आधा लेक आइपुगेको छ है। यहाँ उता आधा लेक अब चाहिँ हामी खोला तरेर जाने हो। खामखालामै पहिरो जाँदो रहेछ यार। जानमा खस्यौँ न यार। हामी चाहिँ खोलामा आइपुगेको छ है साथीहरू। यो खोला तरेर चाहिँ हामी माथि जाने हो। त्यो माथि पाखामा जाने है। फाइनल गाइस, हामीले चाहिँ यति टाढा आएर बल्ल बल्ल च्याउ भेटेको छ है गाइसहरू। अनि चाहिँ यो खाने नै च्याउ है, यसलाई चाहिँ छाला च्याउ भन्छ क्या। एकदम साह्रो हुन्छ यो चाहिँ छाला च्याउ। ल है साथीहरू, हामी चाहिँ अमिलो र सागको बारीमा आइपुगिसकेको छ है। यो चाहिँ पुरै अमिलोको बोट है। यस्तो चाहिँ बब्बाल अचार बनाउन मिठो हुन्छ यो चाहिँ। यस्तो धेरै छ क्या अमिलो पनि। पाखैभरि अमिलै अमिलो। यो चाहिँ साग हेर्नु त, ओ माई गड कस्तो राम्रो धनियाँ साग यो चाहिँ हो क्या। सेम हेर्नु त, धनियाँ जस्तो देख्छ। तर यसलाई चाहिँ हामीले चाहिँ धनियाँ साग भन्छ क्या। हजुरहरूले चाहिँ के भन्छ थाहा छैन है, हामीले चाहिँ धनियाँ साग भन्छ ल। त्यो धनियाँ साग टिपेको है। यस्तो पानीमा बोरा बोकी बोकी 2टा झोला भरिसकेको छ यहाँ। बजाइहरू यता हेर्नुहोस् त। ल ल ल ल तरुनी हेर्नुहोस् ल। अर्ग्यानिक मेहन्दी है यो चाहिँ, एकदम मेहन्दीको बोट चाहिँ यो हो। यो भित्रको जरा चाहिँ लाउने हो। हेर्नु यो है साथीहरू, बोट चाहिँ यो मेहन्दी चाहिँ यो है। यसलाई चाहिँ टक्क लाएर लाउन मिल्छ है। यो चाहिँ धोएर सफा गरेर कुटेर चाहिँ हातमा लाउने है साथीहरू। यो है अर्ग्यानिक मेहन्दी भनेको चाहिँ। यो लेकतिर मात्रै पाउँछ क्या यो बेसी। यो है अर्ग्यानिक मेहन्दी चाहिँ। यस्तो जरा हुन्छ है, यसको चाहिँ बब्बाल हुन्छ। गाइस, यो है स्पेसल तोरी, यो चाहिँ किलाउँदैछु है। यहाँ यति धेरै छ। यो चाहिँ टक्क किलाएर कुट्ने हो, त्यसपछि लाउने हो है। अर्ग्यानिक मेहन्दी यो चाहिँ भयो। यस्तै यतिको सफा बनाएको चाहिँ मैले धोएर यो मासु चाहिँ यस्तो हप्ता यतिको सफा बनाउनु पर्छ है साथीहरू। हामी चाहिँ होइन स्पेसल अर्ग्यानिक मेहन्दी चाहिँ कुट्दैछ है हामी दिदीबहिनी। यतिको मसिनो कुट्नुपर्छ है साथीहरू। यसरी कुट्ने हो। उहाँ हुनुहुन्छ मेहन्दी बनाउने चाहिँ। मेन अर्ग्यानिक मेहन्दी भने चाहिँ यो हो है साथीहरू। तपाईँहरूले पनि लाउने भए सम्पर्क गर्नुहोस्। यो चाहिँ होइन अर्ग्यानिक मेहन्दी हेर्नुहोस् है। टक्क लाएर यसरी नङमा बेर्ने हो। यो चाहिँ यसरी बेरेर टक्क लाएर यसरी राख्ने हो। अनि त्यसपछि यसलाई चाहिँ नङको लाग्यो कि मेन चाहिँ यसरी बान्नुको कारण चाहिँ टक्क लाएर यसरी। ल है गाइज, मैले चाहिँ बनाइसकेको छ है मेहन्दी चाहिँ लगाइसकेको छ है। हाम्रोतिर चाहिँ मेहन्दी यसरी लाउँछ क्या। रातिको ठ्याक्कै 1 बजिसकेको छ है यो मेहन्दी लगाएको मैले चाहिँ।